धन्न बाँचियो। मलाई लागेको थिएन कि आजको दिन देख्न पाउँछु कि पाउँदैन भन्ने। एकदमै राति डर लागिरहेको थियो, किनभने यो पाकिस्तान र इन्डियाको युद्धले गर्दा मेरो ख्यालमा 71तिर युद्ध भएको थियो भने चाहिँ 2025 8 मईको हिजो जुन राति युद्ध भएको थियो है, पुरै सहरको लाइट गएको थियो। यहाँ 2 घन्टासम्म लाइट गएको थियो। त्यो लाइट जाँदा चाहिँ बाहिर जो सन्नाटा थियो, जुन माथि आकाशमाको जो ब्लास्ट भइरहेको थियो, जुन आवाजहरू आइरहेको थियो, मलाई लाग्थ्यो कि कति बेला चाहिँ कहाँनिर चाहिँ मेरो छेउमा चाहिँ बम आएर खस्छ भन्ने लागिरहेको थियो। तर टचवुड त्यस्तो केही पनि भएन। तर नजिकको सहरहरूमा चाहिँ जलन्धरतिर भयो है, यतातिर चण्डीगढतिर या भनौँ न यता बोर्डरहरूतिर चाहिँ त्यतातिर चाहिँ अलिकति बमहरू खसेछ, न्युजहरूमा एकदम आइराखेको छ। तर स्पेसली मलाई यति बेला चाहिँ यति ठुलो कसै हिरो हो भने चाहिँ यति बेला चाहिँ हाम्रो आर्मीहरू हैन, एयरफोर्सहरू, यता गोर्खा रेजिमेन्ट भयो, यहाँको इन्डियाको पुलिसहरू भयो हैन, यिनीहरूलाई चाहिँ केही हुन दिएनन् के यहाँ, के हुन दिएनन्। जति पनि मिसाइलहरू आएको थियो उतादेखि यताबाट त्योभन्दा डबल मिसाइलहरू छोडेर चाहिँ कभर गरे। यतातिर चाहिँ ड्रोनहरू छोडिदिरहेको थियो, उहाँदेखि चाहिँ तिनीहरूलाई पनि आउन दिएनन् यता। त्यही हो, हाम्रो जेनेरेसनले चाहिँ यो युद्ध देख्न पाइयो भनेर खुसियाली त होइन, तर पनि हाम्रो जेनेरेसनमा चाहिँ एउटा इतिहास चाहिँ भयो यो पनि।